प्रिन्सिपल एसोसिएसन अफ नेपालको प्रथम राष्ट्रिय सम्मेलन मा आउँदा सङ्घीय राजधानी काठमाडौँको कमलादी स्थित स्काई टावरमा आज मिति 2081 साल जेठ 27 गते का दिन पुग्ने अवसर मिल्यो। यस्ता अवसरहरू थोरै मात्र हुन्छ। हुम्लाबाट काठमाडौँ पुग्न आर्थिक हिसाबले, भौतिक हिसाबले, हरेक हिसाबले नितान्त कठिन छ। तापनि यो कठिन अवस्थामा पनि हामी आज यो माथिको चाहिँ देखिरहेको छ कि हामी अहिले लिफ्ट चढ्दैछौँ, लिफ्टबाट तल झर्दैछौँ। हामी तीनजना महाकाली माध्यमिक विद्यालय मुगुका प्रधानाध्यापक आदरणीय दाजु खड्गबहादुर रोकाया, हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा अवस्थित बालमन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक आदरणीय दाजु कैलाश रोकाया र म तीनैजना कमलादाई स्थित त्यो स्काई टावरमा एकचोटि हेरेर भ्रमण गरेर हामी लिफ्टबाट तल भुइँ तलामा हामी झर्दैछौँ। तिनीहरू बाहिर निस्कँदैछौँ। निस्कने क्रम जारी रहेको छ। हामीले हाम्रो झोलाहरू यहाँ राखेका थियौँ। अब एकछिनमा हाम्रो झोलाहरू बुझ्न लागेका छौँ। झोलाको कुपन बुझाउँदै हुनुहुन्छ हाम्रो दाजु कैलाश बोकाया। अब हामी झोला बुझेर बाहिर निस्कने क्रममा छौँ। अब हामी बाहिर निस्कँदैछौँ। हाम्रो एकछिन फोटो सेसन चल्छ यहाँ बाहिर। एकछिन फोटो खिच्छौँ अब यहाँबाट। त्यसपछि हामी तिनै भाइ बाहिर निस्कन्छौँ। धन्यवाद।